हामी गोसाइकुण्डमा छौँ। लगभग अहिले 5:30 भइसक्यो। धेरै जाडो छ। हामीले भर्खर नुहाएर निक्लेको। यहाँ हिमाल छ, हेर्न सक्नुहुन्छ। यो गोसाइकुण्ड हो। गोसाइकुण्डबाट अब हामी नुहाएर उकालो हिँड्यो। धेरै गाह्रो छ यहाँ। यो 12 बजेतिर आएर नुहाउनु भयो भने हो, नभए यहाँ नुहाउनलाई लगभग गाह्रो छ। यहाँ लाङटाङ हिमालको देख्न सक्नुहुन्छ लेखेको चाहिँ के लेखिएको छ। यहाँ पढ्न अहिले सक्ने स्थान छैन। यहाँ स्नान गर्ने ठाउँ भनेको छ यो, यही हो गोसाइकुण्ड। बहुत रमणीय छ। हामी यहाँ माथि गएर अलिकति केही खाएर निस्किने भन्ने कुरो भएको छ। अब हेरौँ के बनाएका खानेछौँ र निस्किने हौँ। ल यो मन्दिर गोसाइकुण्ड एउटा ड्रिम पुरा भएको छ।